फेरि आज पनि अस्तिको जस्तै हामीले जीके क्वेसनहरू लिएर आएको छौँ। आज चाहिँ हामीले नेपालको संविधानको पार्टबाट चाहिँ हामीले जीके क्वेसन ल्याएका छौँ। ल हामी सुरु गरौँ है त। क्वेसन नम्बर 1, नेपालको वर्तमान संविधान नेपालको संविधानको घोषणा कहिले भएको थियो भनेर हामीलाई सोधेको छ। एमा 2072 असोज 3 गते, 2072 जेठ 25 गते, 2072 भदौ 25 गते र 2072 असोज 5 गते भनेर अप्सन दिएको छ। यसको एन्सर के हुन्छ भन्दाखेरि 2072 असोज 3 गते। यसको राइट एन्सर चाहिँ ए हुन्छ। यसको के हुन्छ त राइट एन्सर ए रहेको छ। राष्ट्रपति रामवरण यादवद्वारा 2072 असोज 3 गते नेपालको संविधान आधिकारिक रूपमा जारी र लागू गरियो। त्यसैगरी अर्को क्वेसन नम्बरमा जाउँ। नेपालको संविधानमा कति भाग, धारा र अनुसूची रहेका छन् भनेर यहाँ प्रश्नमा सोधिएको छ। प्रश्न अप्सनमा के दिएको छ भन्दाखेरि 35 भाग 308 धारा 9 अनुसूची, 35 भाग 305 धारा 9 अनुसूची, 35 भाग 167 धारा 8 अनुसूची र 30 भाग 300 धारा 7 अनुसूची दिएको छ। यसको राइट एन्सर के हुन्छ भन्दाखेरि ए नम्बरको राइट एन्सर हुन्छ। नेपालको वर्तमान संविधानमा कुल 35 भाग 308 धारा 9 अनुसूची रहेको व्यवस्था रहेको छ। त्यसैगरी अर्को प्रश्नमा जाउँ हामी। नेपालको संविधान अनुसार नेपालको राजकीय सत्ता र सार्वभौम सत्ता कसमा निहित गरिएको छ? अनि हामीले अप्सन दिएको छ राष्ट्रपतिमा, संसदमा, प्रधानमन्त्रीमा र नेपाली जनतामा दिएको छ। यसको राइट एन्सर के हुन्छ भन्दाखेरि डी नेपाली जनतामा रहेको हुन्छ। अर्को क्वेसनमा जाउँ। नेपालको संविधानको कुन भागमा मौलिक हक फन्डामेन्टल राइटको व्यवस्था गरिएको छ भनेर यहाँ प्रश्न सोधिएको छ। एमा भाग 5 मा, बी भाग 4, सी भाग 3, डी भाग 2। यसको चाहिँ राइट एन्सर के हुन्छ भन्दा भाग 3 हुन्छ। यसको राइट एन्सर सी रहेको छ। सीमा भाग 3 को धारा 16 देखि 46 सम्म विभिन्न मौलिक हकको व्यवस्था गरिएको छ। नेपालको संविधानमा के गरेको छ भन्दाखेरि भाग 16 देखि 46 सम्म चाहिँ विभिन्न मौलिक हकको व्यवस्था गरेको छ। अर्को प्रश्न नम्बरमा जाउँ। वर्तमान संविधान अनुसार नेपालमा कति मौलिक हकको व्यवस्था गरिएको छ? वर्तमान संविधान अनुसार कतिवटा मौलिक हक व्यवस्था गरिएको छ? 35 वटा, 25 वटा, 21 वटा र 31 वटा अप्सनमा दिएको छ भने हाम्रो राइट एन्सर के हुन्छ भन्दाखेरि अप्सन डी 31 वटा रहेको हुन्छ। यसको राइट एन्सर के हुन्छ भन्दाखेरि डी को 31 रहेको हुन्छ। नेपालको संविधानमा धारा 16 समानपूर्वक बाटो पाउने हकदेखि धारा 46 सम्म संवैधानिक उपचारको हक सम्म कुल 31 वटा मौलिक हक समेटिएका छन्। त्यसैगरी अर्को प्रश्नमा जाउँ। नेपालको संविधान अनुसार नागरिकका कर्तव्य ड्युटिज अफ सिटिजन कुन धारामा उल्लेख गरिएको छ? कुन धारामा उल्लेख गरिएको छ? अनि हामीले यहाँ अप्सन दिएको छ धारा 16, धारा 47, धारा 48 र धारा 51 दिएको छ। यसको राइट एन्सर के हुन्छ भन्दाखेरि धारा 48 मा चाहिँ के रहेको छ भन्दाखेरि नागरिकका कर्तव्यहरू उल्लेख गरेको। यसको राइट एन्सर के हुन्छ भन्दाखेरि सी हुन्छ। सीमा के भनेको छ भने धारा 48 मा राष्ट्रप्रति वफादार हुने, संविधान र कानुनको पालना गर्ने लगायतका 4 वटा नागरिकका कर्तव्यहरू तोकिएको छ। त्यसैले अर्को प्रश्नमा जाउँ। संविधान अनुसार सङ्घीय व्यवस्थापिका फेडरल पार्लियामेन्टमा कति सदनात्मक हुने व्यवस्था रहेको छ भनेर सोधेको छ। यसमा अप्सनहरू 1 सदनात्मक, माथिको कुनै पनि होइन, 2 सदनात्मक, 3 सदनात्मक। यसमा चाहिँ यसको प्रश्नको राइट एन्सर चाहिँ के हुन्छ भन्दाखेरि 2 सदनात्मकको हुन्छ। नेपालमा चाहिँ कति सदनात्मकको व्यवस्था गरेको छ भन्दाखेरि 2 सदनात्मकको व्यवस्था गरेको छ। अर्को क्वेसनमा जाउँ। सङ्घीय संसदको तल्लो सदन अर्थात् प्रतिनिधि सभा हाउस अफ रिप्रेजेन्टेटिभमा कुल कतिजना सदस्य रहने व्यवस्था गरिएको छ भनेर यहाँ सोधिएको छ। यसको राइट एन्सर हुन जान्छ 275 जना। यसको राइट एन्सर के हुन्छ भन्दाखेरि सी हुन्छ। प्रतिनिधि सभामा कुल 275 सदस्य हुन्छन्, जसमा 165 जना प्रत्यक्ष पहिलो हुने निर्वाचित हुने र 110 जना समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुने हुन्छन्। र अर्को क्वेसन नम्बरमा जाउँ। नेपालको संविधानको कुन अनुसूचीमा सङ्घ, प्रदेश र स्थानीय तहको साझा अधिकारको सूची व्यवस्था गरिएको छ भनेर हामीले यहाँ अप्सन दिएको छ। अनुसूची 8, अनुसूची 5, अनुसूची 9, अनुसूची 7। यसको राइट एन्सर के हुन्छ भन्दाखेरि यसको राइट एन्सर सी अनुसूची 9 हुन्छ। यसमा के अनुसूची 9 मा के भनेको छ भन्दाखेरि अनुसूचीमा 3 वटा तह, सङ्घ, प्रदेश र स्थानीय तहको साझा अधिकारको सूची समावेश गरिएको छ।
र अर्को अन्तिम प्रश्नमा हामी जाँदैछौँ। अन्तिम प्रश्न, संविधान बमोजिम नेपालमा स्थापना गरिएका संवैधानिक निकाय कन्स्टिट्युसनल बडीको सङ्ख्या कति रहेको छ भनेर यहाँ सोधिएको छ। यसमा अप्सन 15वटा, 13वटा, 7वटा र 10वटा। यसको राइट एन्सर के हुन्छ भन्दाखेरि यसको राइट एन्सर 13वटा, एन्सर बी रहेको हुन्छ। बीमा के भनेको छ भन्दाखेरि वर्तमान संविधान अनुसार अख्तियार, लोकसेवा, निर्वाचन आयोग, राष्ट्रिय मानव अधिकार आयोग, प्राकृतिक स्रोत तथा वित्तीय आयोग र अन्य समावेशी आयोगको कुल गरी 13वटा संवैधानिक निकायहरू यसमा रहेका छन्। ल, आजको लागि भिडियो यति नै। तपाईँ अरू भिडियो हेर्न चाहनुहुन्छ भने हामीलाई फलो गर्नुहोला। धन्यवाद। Thank you so much for watching. See you in the next lesson.